साथीहरू हामीहरू फेसबुकमा या अन्य सोसल मिडियामा जसरी पनि राम्रो काम गरेर भाइरल हुन खोजिरहेका हुन्छौँ, हाम्रो भिडियो चलोस् भन्ने सोचिरहेका हुन्छौँ, तर अहिले ठिक्कै उल्टा छ है साथीहरू। राम्रो काम गरेर भाइरल पैसा कमाउला नसोचे पनि हुन्छ कि जस्तो लाग्छ। बिरलै होलान् मान्छेहरू जो अगाडिदेखि नै जमिसकेका छन्, उनीहरूको लागि सजिलै होला, तर अहिलेको यो ट्रेन्डमा चाहिँ एकदमै गाह्रो छ। अनि अहिले फेसबुकमा फलोवर्स बढाउनका लागि, भ्युज आउनका लागि विभिन्न किसिमका ट्रिकहरू अपनाइरहेका छन्, तर त्यो छेडिक मात्र हो। यति बुझ्न जरुरी छ साथीहरू, हामीले जबसम्म हामी कन्टेन्ट बलियो बनाउँदैनौँ तबसम्म सम्भवै छैन है साथीहरू। हुनसक्छ हामी विभिन्न ट्रिक लगाएर फलोवर्स बढाउँला, भ्युज ल्याउँला, कतिन्जेलसम्म त्यो ट्रिकले साथ दिन्छ। त्यसैले तपाईहरू या हामीहरू फेसबुक पेज प्रोफाइलबाट या अन्य सोसल मिडियाबाट पैसा कमाउनु छ भनेपछि आफ्नो अद्भुत कला, ट्यालेन्ट देखाउनै पर्छ साथीहरू। त्यो ट्यालेन्ट देखाएर मात्र हुँदैन, त्यो ट्यालेन्टले अडियन्सहरूको मन जित्न एकदमै जरुरी छ। त्यही नै सदाको लागि काम लाग्ने चिज हो। यदि तपाईहरू आफ्नो ट्यालेन्ट एकदम राम्रो कलाले अडियन्सको मन मस्तिष्कमा बस्न सफल हुनुभयो भने तपाईले केही गर्नु पर्दैन। त्यसैले साथीहरू विभिन्न किसिमका तिगडमबाजी गरेर फलोवर्स बढाउने, भ्युज बढाउने काम भन्दा पनि तपाईहरू आफ्नो कन्टेन्ट कसरी बलियो बनाउने, आफूले कन्टेन्ट बनाउँदाखेरि के कुराहरूको समस्या देखिएको छ, के कुराहरूको कमी देखिएको छ, त्यो कुरामा ध्यान दिएर त्यसलाई सुधार गर्दै अगाडि बढ्यौँ भनेपछि हामी एकदमै सफल भइने चान्सेस एकदमै धेरै हुन्छ। हैन भने ल साथीहरू तपाईहरु फलो गर्नुस्, म पनि तपाईलाई फलो ब्याक दिन्छु, हुन्छ ठीक छ, फलो बढ्छ, तर त्यो कतिन्जेलसम्मको लागि हो भन्ने कुरो मात्र हो। आफूले आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्नु, फलोवर्स बढाउनु, भ्युज बढाउनु, पैसा इन्कम गर्नु र अरूको लहीमा लागेर अरूले जे गर्यो त्यसरी गएर फलोवर्स, भ्युज, पैसा त्यो टिक्दैन जस्तो लाग्छ मलाई। त्यसैले तपाईहरु यतिमा ढुक्क के हुनुहोस् भनेपछि आफ्नो एउटा सोशल मिडियामा छुट्टै पहिचान बनाउनु छ भनेपछि टिक्नुहोस्, आफ्नो कन्टेन्टलाई कसरी सुधार गर्ने त्यसप्रति ध्यान दिनुहोस् है त। अनि अडियन्सहरुबाट तपाईहरु रिप्लाईको अपेक्षा गर्नुहोस् कि ल मेरो तपाईको कन्टेन्टमा यो सुधार गर्नुहोस् है भनेपछि ल ठीक छ है भने त्यसरी अगाडि बढ्दाखेरि चाहिँ हामी सोशल मिडियामा केही गर्छौं है त। हैन भने हामी अरूको लहीमा लागेर ल आज फलो गर्नुहोस्, म तपाईलाई ब्याक दिन्छु, त्यसरी गर्नु भन्दा आफ्नो कन्टेन्ट क्रिएसनलाई बलियो बनाउनुहोस्, अलिकता दिमाग लगाउनुहोस्, मेहनत गर्नुहोस्। थाहा छ अहिले अब राम्रो कन्टेन्ट भन्दा नराम्रो कन्टेन्टहरु, छाडा बोल्नेहरु, विकृति फैलाउने कन्टेन्टहरु भाइरल भइरहेका छन्, तर हामीले एकपटक समाजलाई पनि हेर्दिनु पर्छ। समाजमा कस्तो सन्देश जान्छ त्यो कुरालाई औल्याएर हामीले राम्रो कन्टेन्ट, एउटा राम्रो सन्देश दिने कन्टेन्ट बनायौं भनेपछि हामी सबैको मनमुटुमा बस्न सक्छौं कि भन्ने हो। तर ढिलो होला है त, तर मनमुटुमा बसिसकेपछि त्यस्ता कन्टेन्टहरु हटाउन गाह्रो हुन्छ मनबाट। त्यसैले साथीहरु काम गरौँ, कन्टेन्ट बलियो बनाऊ, एउटा विशेष कन्टेन्टमा मात्र फोकस गर्दा झन् बेस्ट हुन्छ। जसरी म गाउँछु, गीत गाउँछु, मैले गीत गाउने नै कन्टेन्ट हाल्यो भने झन् बेस्ट हुन्छ, किनकि सोशल मिडियाको अल्गोरिदमलाई सजिलो हुन्छ कि ल यो मान्छे यो प्लेटफर्ममा काम गरेको छ भन्ने। अनि मलाई चाहिँ गीत सुन्ने मान्छेहरुको ठाउँमा पठाउँछ है। तपाईहरु जस्तो अब सर्ट फन्नी रिल्सहरु बनाउनुहुन्छ, त्यो फन्नी रिलहरु बनाउँदाखेरि पनि तपाई त्यसै प्लेटफर्ममा काम गर्दा एकदमै बेस्ट हुन्छ। ओके साथीहरु, भिडियो कस्तो लाग्यो मन परे शेयर गरिदिनु होला अनि मलाई फलो गर्न नबिर्सनु होला।